Guys, welcome back to my channel. I hope you guys are fine and happy and having a good day today. म फेरि पनि आइसकेको छु मेरो नयाँ भिडियो लिएर। आज हामी के रियाक्ट गर्न जाँदैछौँ भन्दा फेरि आज हामी रियाक्ट गर्न जाँदैछौँ वेडिङ्स इन नेपाल गणेश जीडीको भिडियो हैन। यो ब्रोको भिडियो मैले पहिलाको भिडियो एउटा रियाक्ट गरेको थिएँ, त्यसपछि रियाक्ट गरेको थिइनँ। अनि फेरि ब्रोले नयाँ भिडियो हालेर चाहिँ लास्टै फन्ने भिडियो हाल्छ नि त ब्रोले। मैले हेरि चाहिँ रहेको हुन्छु तर रियाक्ट गर्न भ्याएको थिइनँ। अहिले फेरि नयाँ भिडियो हालेर चाहिँ हिजो, त्यही भएर आज रियाक्ट गर्न जाँदैछु हैन। अब ढिला नगरिकन लेट्स जम्प इन्टु द भिडियो गाइज। लेट्स गो गाइज, लेट्स गो। गणेश जीडी ब्रोको है भिडियो, लेट्स गो। ल भाइ, आज हामी यस्तो भयंकर सिन लिनेवाला छौँ, सायद यो नेपालमा कसैले गरेको छैन। तर वान टेक मात्र है, आई ट्रस्ट यु। किनकि 4 लाखको त पटकै छ, एक्सन भन्दा बित्तिकै पड्किन्छ। अनि सुन, हेलिकप्टरले फुल झार्छ, एक फ्लाइटको 5 लाख लिन्छ। फेरि एक टेक मात्र है भाइ, 2 टेक जानु भएन। 2 टेक गयो भने फेरि डबल हुन्छ। कि तिमीले तिर्दिन्छौ? तिर्दैनौ नि है। अनि सुन भाइ, यो सिनको लागि भनेर नि 15 लाख खर्च छ, किनकि यो सिन नेटफ्लिक्समा जानेवाला छ कि, त्यही भएर आई ट्रस्ट यु है भाइ। ल सब रेडी छ है। ल हेलिकप्टर पनि रेडी छ नि है। ल है त। ल एन्ड एक्सन। बिहेमा क्या क्यामेराम्यानको रोल यस्तो इम्पोर्टेन्ट हुन्छ भन्छ नि हो होइन। आई स्टिल डोन्ट नो होइन, तर क्यामेराम्यानको रोल लाइक त्यहाँ दुलाई भन्दा पनि बढी इम्पोर्टेन्ट हुन्छ अरे क्या बिहे गर्ने मान्छेहरूले भनेको चाहिँ। भयो होइन भाइ, आई ट्रस्ट यु। अब त फुटेज जान्नु मिल्दैन। बल्ल रेकर्डिङ भएछ क्या। यसले रेकर्ड गर्नै बिर्छ जस्तो। यसो गर, त्यहाँबाट कार्ड निकालेर भतिजलाई देऊ, भतिजले फाइल कपी गर्छ, अनि हामीले बिए गर्दै त्यो फुटेज हेर्ने प्लान छ कि, बुझ्यो कि नै? दिइहाल। सुन्नु न, मैले यो रेकर्डबाट नै थिच्न बिर्सेछु। मार्यो लिने मिलिहाल्छ नि, भइहाल्छ नि। भतिज फेरि टेक लिने त्यो सानो कुरा हो क्या, सानो कुरामा रिसाउनु भएन। सानो मार्यो काले दाई। काले दाई कालो दुला, कालो कलरको दुला र काले दाई गीत बेस्ट म्याच। भाइ साहब के हो भाइ साहब? यो गीत चेन्ज गर्नु पर्यो। ए बाबु गीत बन्द गर न। अर्को बजाउनु है बाबु, अर्को बजाउ ल। भाइ साहब ठिक छ सब अब बाई बाई राजु, बाई बाई। हजुर पिलावास गीत बन्द गर भाइ। ओइ त्यो गीत बनाउ त। ड्राइभर डिस्ट्राक्सन गर्नु हो। यो अर्को भयो तकायो त। तकायो यहाँ कुनै पनि गीत बज्दैन, कुनै पनि गीत बज्दैन। यो यसलाई पठाउनु। अनि बिहेमा ज्वाइँलाई त्यस्तो गर्नु मिल्छ त भनेको? मिल्नै मिल्दैन नि। कम अन ब्रो, काले ज्वाइँ भएर के भयो त? दिलवाले छ अरे। यहाँ चाहिँ भाइ साहब म छु त, पिर नगरौँ न। ल अब सिन्दुर हाल्ने बेला भयो। बिहे क्यान्सिल हुन्छ, म 1 गर्दिनँ, 2 गर्दिनँ, बिहे गर्दिनँ। ल के ल, अब के यो कालो मुख के बनाएर बसिरहेको? बाउसँग पनि सम्बन्ध विच्छेद भयो। अब काले सुन्न तेरी भेनाको जुत्ता। ओके सुने, टक्क भेना आउनुहुन्छ। हाम्रो मेन टार्गेट चाहिँ जुत्ता हो। तर पैसा लिनुपर्छ, हामीलाई स्किन केयरको सामान पनि लिनु त पर्यो नि। सालीहरूको आम्दानी नै त्यहीबाट हुने हो बिहेमा, स्पेसली दिदीहरूको बिहेमा सालीहरूको आम्दानी नै हुने त्यहीबाट हो। जुत्ता लुकाउने, मेरो बिहामा त एकदम कट टु कट 2टा जुत्ता लिएर जाने हो। एउटा जुत्ता चोरी भयो भने अर्को जुत्ता लाएर आउने हो। प्लान मेरो एकदम स्ट्रेट छ। म अहिले बिहे गर्दिनँ, तर पछि बिहे गरेको बेला चाहिँ। भेना आउनु भयो।
पार्टी क्रस रे ल आज हामी नेपालको सबसे खतरा पार्टी क्रैश गर्न गइरहेको छौँ है। आजको भिडियो क्रेजी हुनेवाला छ गाइज। यो देख्न सक्नुहुन्छ मेरो हातमा यो खामभित्र गाइज कसैले थाहा हुनु भएन, आज हामी यो खाम बेहुलीलाई गएर दिन्छौँ। यो क्रेजी हुनेवाला छ गाइज, लास्टसम्म हेर्नु। गाइज हामी भित्र छिरिसक्यौँ। ब्लगरहरूले यस्तो गर्छ क्या मैले भिडियो देखेको छु एउटा दुइटाहरू होइन, लाइक त्यो कन्टेन्ट बनाउनलाई टोलीहरूले अनेक गिफ्टहरू लगेर दिइरहेको हुन्छ नि दुला दुललाई। त्यो कन्टेन्ट बनाउनलाई मलाई थाहा छ र त्यो कन्टेन्ट राम्रो पनि होला, फनी पनि होला होइन, तर त्यस्तो गरिरहेको हुन्छ मैले देखिछु कति। त्यही हो देखेका छौँ यहाँ छ खाम। खामभन्दा अगाडि पहिला केही खाम होइन, पहिला यही खाम है। ल गाई यता बेहुली छन् है। प्ले हामी आइसकेका छौँ र हामी देख्न सक्छौँ बेहुली यता सम्झना। तिमीले छोडेको दिन कि त झुन्डेर मर्छु कि त खोलामा हाम फालेर मर्छु सूर्य। ओ माई गॉड द्याट्स सो स्याड। सुरुमा हेर्दा झुन्डेर मर्छु कि हाम फालेर मर्छु रे, अनि अहिले हेर्दा त सेट भएछ त। म तिमीले छोड्यौ भने 3 महिनासम्म केही खादिनँ अनि आफै मरिहाल्छु नि सम्झना। टिकटक हो। केटो सालकेटो हो क्या दिदी नाइस वान, यो मलाई मन पर्यो। यो क्लिपहरू भरिमा यो मलाई एकदम मन पर्यो यो क्लिप चाहिँ। रुँदैछ त अहिले गोडाको पानी खानुपर्छ क्या है। गाइज म एकचोटि यो भ्लग एन्ड गर्छु। ए सालकेटो त्यो खाम त दिएर जाने होला नि। यो खामभित्र दाइजो है, अब नेक्स्ट दाइजो। ल बिहे पनि सम्पन्न भयो, हामीले रोज्या खोज्या जस्तै बुहारी पनि पाइहाल्यौँ। तर एउटा कुरा चाहिँ फेरि दाइजो होइन है, त्यो त हामीलाई चाहिँदैन। तर चलन क्या, हामी जतिजना पनि जन्ती आएको छौँ नि 1-1 तोला सुन फेरि दाइजो होइन है, चलन क्या। काठमाडौँमा दरबारमाग न्यु रोड असन जता भयो नि 1 रोपनी फेरि दाइजो होइन है, चलन क्या सम्झेज्यू। अहिले पनि यो ट्रेन्ड कति धेरै छ क्या, दाइजो लिनुहुन्न भन्ने थाहा छ मान्छेहरूलाई, एजुकेटेड छन् होइन, तर चलन क्या भनेर लिनेवालाहरू पनि कति धेरै ट्रेन्ड छन् है। अनि दाइजो लिनेवालाहरू पनि अझै कति धेरै छन् त तराईतिर त झन् लास्टै धेरै छन् जस्तो लाग्छ मलाई अझै होइन। यो ट्रेन्ड हटाउनु पर्छ, यो ट्रेन्ड राम्रो होइन। त्यही हो, मैले के भन्नु र। अनि यी दुईजना त हनीमुन जता पनि मनाइहाल्छन्। म र मेरो बुढी चाहिँ युरोप टुर हानेर युएस भएको छोरालाई भेटेर थाइल्यान्ड आएर त्यसपछि थाइल्यान्डमा मसाज गराएर अनि काठमाडौँ फर्किने भनेको यतिमा कति नै खर्च होला र 20 लाख। त्यो त तपाईँको जिन्दगीभरको कमाइ त हो नि। फेरि मैले के बिर्सिरहेको छु के एकचोटि मैले जाड खाँदाखेरि सन्धि ढल्ने बेला हुन लागिसक्यो त्यहाँ, दाइजो होइन है भन्दै सबै मागिसक्यो यार ब्रोले। त्यहाँ 20 लाख ऋण लिएको थिएँ, मात्र त्यति तिर्दै हुन्छ अब। फेरि दाइजो होइन है सम्धिज्यू। हाम्रोमा चाहिँ यस्तै चलन छ कि कुदेको होइन नि फेरि चलन हो। फोटोग्राफर यो नि यस्तो भन्ने हुनेवाला छ मलाई थाहा क्या। हो यो टाइपको दिनु पर्यो है, बुझेन यसमा चाहिँ है। ल है त ल नाइस वान। ट्याक भोलेन आफू यस्तो गर्नु पर्यो। ल तिमी यस्तो गर्नु पर्यो। ल गरौँ त। अलि ग्ल्यामर चाहियो कि, अलि ग्ल्यामर है। ल थोरै हँसिलो गर्नु न अनुहार है। ल ट्याक टाउको हल्का नजिक आउने ल है। ल हेर्नु त, यसमा त फोकसै छैन त नि। ए भाइ तिमी आफ्नो सम्बन्धमा फोकस गर न यार, अझै इमोसन पुगेन। क्यामेराम्यान लास्ट इम्पोर्टेन्ट हो क्या बिहेमा। अरूले कस थर्काउँछन् थाहा छैन, क्यामेराम्यानले स्योर थर्काउँछन्। यो गर भाइ 100% थर्काउँछन्। मैले कति धेरै बिहेमा क्यामेराम्यानहरू थर्काएको देखिरहेको छु। त्यही भएर
बिहे खासै इम्पोर्टेन्ट होइन फोटो इम्पोर्टेन्ट हो फेरि मान्छेहरूलाई अनि क्यामेराम्यान इम्पोर्टेन्ट हो द्याट्स इट अनि अर्को एउटा भिडियो छुट्यो क्या यहाँ त्यो होला क्या त्यो सबै खालको फोटो पनि पाइन्छ भनेर गीतमा आउँछ नि एउटा बिहेको फोटो आउँछ अनि यस्तो चक्काहरू घुम्छ त्यो वाला छुट्यो क्या यहाँ कि तपाईहरु यो क्यामेरा समात्नु यस्तो भइरहेछ के यस्तो हुनु पर्यो बुझ्यो त्यसको लागि ल हेर यहाँ भयो कि दाइ भयो आइदियो कि हो यो टाइपको इमोसन फिल दिनु पर्यो क्यामेरा ल्याऊ टाढाबाट दुलाई मक्क छ अब कुरै सिद्धिसक्यो दुलामा टेन्सन गरे अब दुलाई मक्क छ त्यहाँ उयो नि त्यहाँ ठिक छ यो क्यामेरासम्म अब म हल्का इमोसन अझै आइरहेछ ओइ एकछिन अलि टाढै बसेर खिच किन दाइ टाढा यार झन् तपाईँहरूकै लागि म यत्रो मेहनत गर्दैछु झन् तपाईँहरूको बेस्ट फोटो आउला बेस्ट फिलिङ बेस्ट इमोसन देखिएला फोटोमा भनेर पो गर्दैछु त दाइ यार उसलाई एचआइभी छ हल्का यता थोरै आऊ भयो थोरै राइट अर्काको आइमा सोनुलाई डर लाग्छ मास्टरमाइन्ड सिधै मासुमा हो यो चाहिँ छैन तपाईलाई त कहाँ जहाँ त्यहाँ मैले गरेको इतिहासमा रचेर आम ऱ्याप यो बाजा साजा बजाएको छ हल्ला भएछ खाना चाहिँ खाइदिउँ कि क्या हो दुला सजरा अर्कोचोटिबाट यहाँ सुधार हुनु पर्यो यो सबै चिज मन पर्यो यो सर्भिस दिने मान्छे चाहिँ मलाई पटक्कै मन परेन है बेहुला उहाँ जग्गेमा छ बेहुलाको बाउ म साथीको बिहे रे यसपालि मेरो बिहामा छ नि केही कमी हुनेवाला छैन रक्सीको त खोलो बग्छ साथी मेरो साथी हाम्रो भाउजू त कस्तो राम्रो साथी एकछिन है यो ल यो बेलुका इन्जोयमेन्टको कमी नहुन्थे खोलो बगा है खोलो बगा राख्न नलजा साथी सुन्न यसको 4वटा बिहे भयो अहिलेसम्म 4वटा बिहेमा नि यो बिहे चाहिँ सबसे मजा आयो के मजा आयो साथी तैँले यो जाड खाएपछि तिमीहरूको साँचो बोल्ने बानी लास्ट मनपर्छ भने होइन फ्रेन्ड साथी यसको ससुरालाई हेर्न कत्रो ठुलो आँखा युनिक छ क्या युनिक आँखा साथी तैँले त बिर्सा छैनस् नि यो बिहे भएपछि दाइजो लगेपछि हामी सब थाइल्यान्ड जाने अनि बेहुलीले बेहुलालाई मार लगाइदिने जुत्ताको माल लगाइदिया चोलीहरूले You guys are looking perfect. साथी रेन्जेड बिहे ल उसको फरहेडमा हैन टक्क लाएर त्यो रेड कलरको सिन्दुर हाल्दियो ल ब्रो for real bro FR Oh my god man ब्रो अब चाहिँ तपाईहरुले हैन पुरै राउन्ड हाल्नु पर्यो के सर्कल पुरै है clockwise कि anti clockwise bro अफ कोर्स क्लकवाइज got you bro come on स्ट्यान्ड अप म्याम फाइनली चाहिँ तपाईले स्ट्यान्ड अप म्याम रे हैन अफिसियली रूपमा चाहिँ आफ्नो छम्मालाई चाहिँ बुढी भन्न मिल्छ ल कङ्ग्रेचुलेसन गाइस type C bro type C इप्सी रे सुन्नु त मलाई पेमेन्टमा हैन त्यो टप अप सप अप गर्नु पर्दैन हैन तपाईको त्यो घाँटीको लकेट दिन मिल्छ For real, bro. Come on, bro. No worries. Take it. Yeah. पुरै जेनजेट पारा छ ब्रोहरुको त फर रियल ब्रो रे Man. ब्रो हामी सँगै हुडमा आयो Same हुड old. केटो ब्रो Come on. लेट्स गेट इट Let's go, baby. Tell them listen up, every single word of Sally's love. Sally's love
सिधो हाल्ने सिधा बेला भयो ल खोइ त बेहुलो के गर्छ मैले पछाडिको अङ्कलहरूले एकदम खतरा एक्टिङ गरे 50 रुपियाँ एक्स्ट्रा दिनुपर्छ पछाडिको अङ्कलहरूलाई जमाना आएको मान्छेहरू सिम्पल थिङ्किङ हाई लिभिङ आजकल के जमाना आएको मान्छेहरू बिहे गर्न पनि देखासेखी गर्ने बिहे भन्ने कुरा त एउटा उदाहरण होस् न बिहे भनेको त दुई पवित्र आत्माको मिलन होइन र दुई पवित्र आत्माको मिलन गराउन 40-50 लाख खर्च पार्टी प्यालेस सुन चाँदी बाजा गाजा ओहो यो के देखासेखी हो हामी हेर्नु त यो साधारण रूपमा बिहे गरेर साधारण कुरा खाएर खुसी छैनौ त ड्याड यता आइसु न यति गरेपछि 40 लाख बचिहाल्यो नि कान्छो छोरोको बिहे भडमासमा तारिदिन्छु भटमासमा तारिदिन्छु रे भयो तर रिसेप्सन चाहिँ अलिकति स्ट्यान्ड हेर्नु त कति बुझ्ने छोरो रिसेप्सन स्ट्यान्डर्ड नबनाउने अरे ड्याड कस्तो पिकनिक हो क्या रिसेप्सन हो हन्डा एक्स्ट्रा परेछ ब्रोले एउटा बनाएन क्या ब्रोले एउटा अर्को के हुन्छ भन्दाखेरि त्यो बनाउँछ नि हरेक बिहेमा एउटा एकदम जान्ने अङ्कल हुन्छ नि सबै कुरा थाहा भएको अङ्कल क्या लाइक यो पनि यो भन्नेवाला अङ्कलहरू हुन्छ नि हो त्यसको चाहिँ बनाएन ब्रोले होइन त्यो नि बनाएको भए चाहिँ अझै राम्रो हुन्छ नत्र भिडियो चाहिँ बवाल पर्फेक्ट छ अहिलेसम्म चाहिँ होइन त्यही हो हाँसो लाग्दो छ भिडियो एकदम रमाइलो छ मलाई चाहिँ मजा लाग्यो मलाई चाहिँ लिटरली मजा लाग्यो होइन त्यही हो अब फेरि म तपाईँहरूलाई अर्को भिडियोमा भेट्छु त्यतिन्जेलसम्मको लागि बाई गाइज टेक केयर है टेक केयर अनि आफ्नो फ्यामिलीसँग टाइम स्पेन्ड गर्नु होला त्यति भन्दै म अहिले बिदा लिन चाहन्छु धेरै धेरै धन्यवाद जय नेपाल